हेलो नमस्कार। तपाईँ हामी सबैलाई जानकारी नै छ हिजो बेलुका एसईई 2081 को रिजल्ट पब्लिस भइसकेको छ र त्यसैले तपाईले आफ्नो एसईई को रिजल्ट मार्कसिट र ग्रेड सहित कसरी हेर्न सक्नुहुन्छ भन्ने कुरा आजको यस भिडियोमा देखाउन गइरहेको छु। त्यसको लागि भिडियो सुरु गरौँ। त्यसको लागि मैले क्रोम ब्राउजर खोलेँ। क्रोम ब्राउजर खोलिसकेपछि रिजल्ट हेर्नको लागि वेबसाइट छ SEE.ntc.net.np। मैले एनटीसी को वेबसाइटबाट हेर्छु, त्यसैले यो एनटीसी को वेबसाइट देखेर मैले यसलाई गो गरेँ। गो गरेपछि यस्तरी आउँछ एसईई रिजल्ट 2081। यसमा छ एसईई रिजल्ट। यसमा सिमल नम्बर हाल्नु। यसमा म सिमल नम्बर राख्छु। यसरी सिम्बल नम्बर राखेर हेर्दाखेरि यसरी ग्रेडिङ जीपीए मात्र देखायो। अब मार्कसिट सहित हेर्नको लागि यसमा छ ग्रेड सिट। यसमा जाने। यसमा गइसकेपछि यसमा सिम्बल नम्बर राख्ने र यता डेट अफ बर्थ राख्दाखेरि इयर मन्थ र डे राख्ने। यसरी बीचमा ड्यास राख्ने अथवा डट अथवा यसो स्ल्यास राख्ने। यसो मैले यसमा डेट अफ बर्थ राख्छु, महिना गते। यसरी सिमल नम्बर र डेट अफ बर्थ राखेर यसलाई सर्च रिजल्ट गर्ने। यसरी गरिसकेपछि यसरी हाम्रो मार्कसिट सहित देखाउँछ। यसरी पुरै सब्जेक्ट, थ्योरिटिकल, प्र्याक्टिकल, जीपीए यसरी हामीले आफ्नो रिजल्ट मार्कसिट सहित हेर्न सक्छौँ।